बुझे अनि तिमी सरस्वती पूजा दिन मसँग किन भ्लग बनायौ भन त ब्लग त बनाएनौ को हालेको थियो मेरो त्यो 2-4 सेकेन्ड मात्र सो के भन्छ तपाईलाई बकरी तकडीको सुइया भोक्न आउँछ पुरै आउँछ अनि बकरीको चाहिँ अपरेसन गर्न आउँदैन नेपाल हाँसेको हेर्न चाहन्छु सबै नेपालीको हातमा गाइज भेले साइकल हेर्न चाहन्छु यस्तो साइकल हुनु पर्यो के तर ऊ त्यो केटालाई हेर्नु छैन त्यो सानो खालको त्यो साइकलमा के हुन्छ भाइ स्पेसली किन थाहा छ फोर्स धेरै लगाउनु पर्छ तर स्पिड चाहिँ हुँदैन तर यो साइकलमा फोर्स चाहिँ 2% स्पिड 2 दुना 6%। वेलकम बैक टू माई न्यू भिडियो। सो गाइज आजको ब्लग चाहिँ फर्स्टै घन्टीमा स्टार्ट गरिदिइसकेको छु र आज न एउटा अचम्मको कुरा भयो हामीहरूसँग यो अचम्म धेरै होइन गाइज 100% अचम्मको कुरा भयो। अहिले गाइज हामीहरू भर्खर मतलब फर्स्ट पिरियडमा आए अनि त्यो के भन्छ ल्याबमा गए अनि गाइज त्यो टाइम मतलब पुरै फ्रेस थियो धुप घाम पनि निस्किरहेको थियो तर गाइज ल्याबबाट फर्किँदा जस्ट 30-35 मिनटको हेरफेर भयो अनि गाइज हामीहरू जस्ट अहिले ल्याबबाट तल आउँदैछौँ अनि हेर्नुहुन्छ गाइज पुरै मौसमै दुनियाँ चेन्ज भइहाल्यो गाइज यता हेर्नुहुन्छ पुरै कति न कति के नेपाली मेरो कोहिरो गाइज कति न कति ध्वनि लागिसक्यो हेर्नुहुन्छ तपाईँहरू पुरै सिस्टमै चेन्ज भइहाल्यो भाइ मतलब 30 मिनटमा मौसम पनि चेन्ज यति चेन्ज नपत्याउने गरी गाइज हामीहरू अहिले बिठु त्यो चुट्टी काट्दै थियो कि सपना हेरिरहेको थियो कि गाइज पुरै मान्छे पनि देखिरहेछ नि गाइज कति ध्वनि लागिसक्यो 30 मिनटको हेरफेरमा कस्तो अचम्म लाग्यो तिमीलाई? मलाई त एकदम अचम्म लाग्यो गार फाट्यो है पार्टनर पुरै मौसम चेन्ज हेरेर के मतलब सपना देख्न जस्तो लाग्यो सपनै हो यो सपनै आज चाहिँ धेरै जाडो छ त्यहीको मध्यनजर करते गाइस हम लोग जा रहे हैं कैंटीन फाइनली कचरी खाने के लिए कैंटीन दिख भी नहीं रहेगा गाइस सो गाइज म चाहिँ सधैँ हेराउँदै रहन्थेँ हाम्रो त्यो न्यू बिल्डिङ बनिरहेको छ क्लासरुम BICT को सो गाइज आज त देखि नै रहेको छैन कति चाहिँ के भन्छ ध्वनि लागिसक्यो भाइ हाम्रो त्यो न्यू क्लास पनि रहेछ त्यो पनि देखिरहेको छैन गाइज फाइनली भयो हामीहरू गुगलमा काम गर्नु हुँदैन त्यो हामी सबैको हामी सबै एउटा साथी छ जसले सपना हेरिहालेछ मास्टर बन्ने अनि गुगलमा काम गर्छ गुगलको धियापुताहरूलाई आइटी पढेर किन मास्टर बन्ने हो के इन्जिनियर बन्नु ओ सरी त्यो प्लेनहरू कम्प्युटरहरू बनाउनु न सो हाम्रो त्यो कपिल छ नि त्यो हाम्रो कपिल साथीले भन्दै थियो कि म आइटी पढेर चाहिँ त्यो टिचर नै बन्छु अनि त्यही सोच तपाईँको के हो भन्नु राम्रो कुरा हो नि टिचर नै तपाईँ के भन्नुहुन्छ त्यो भन्नु न गाइजलाई आइटी अफिसर बन्नु आइटी अफिसर अनि त्यो भेटनरी डाक्टर बन्नु सो गाइज त्यो भन्दा पहिला हाम्रो साथी नि भेटनरी त्यो पास गरेको छ भेटनरी सोर एउटा कुरा रियल कुरा मतलब भेटनरी कति साल भयो पास गर्न मतलब गरेको भर्खर सो गाइज मन्दिर पुरै सजेको छ अनि सो के भन्छ तपाईँलाई बकरी तकडीको सुइया भोक्न आउँछ पुरै आउँछ अनि बकरीको चाहिँ अपरेसन गर्न आउँदैन त्यो हाई लेभलको उसको लागि पढ्नुपर्छ खै त भाइ हाम्रो गाउँतिर धेरै बकरी बिमार पर्छ अनि आउनु न उता बोलाउनु म कल गर्दा बोलाउनु न सो गाइज तपाईँहरू हेर्नुहुन्छ कति ब्युटिफुल लागिरहेछ हामीहरू कलेज हाई यता हेर्नुहुन्छ गाइज हामीहरूको धेरै लेट भइसकेको छ लेट नै मतलब भर्खर छुट्टी होइन गाइज टाइम अलिक बढी नै भइसक्यो अनि हामीहरू घर गइरहेको छु सो केही नगरे
नगरिकन हामीहरू घर चाहिँ गइरहेको छु अनि गाइज यताको बस पनि गइहाल्यो अब के गर्नु के नै केही आइडिया छैन पुरै कलेजमा लागिरहेको छ गाइज हम 3 जना मात्र छु गाइज हामी 3 जना मात्र छु सायद उता गाइज उतापट्टि हाम्रो चाहिँ रोहितको भाइ मोहित पनि ए भाइ हमर पंजा हेरा ए मेरो पंजा होइन भाइ हो हैन गाइज सेम टु सेम मेरो पनि यस्तै पंजा छ अनि मैले सोचे कि मेरो सायद खसेछ छैन गाइज अब कसको हो गाइज हामीहरूलाई चाहिँ हाँस्की उठिरहेछ आफ्नो आफैलाई कति अपने आप क्या आफ्नो आफै मतलब आफ्नो आफैलाई हेरेर गाइज किनकि हामीहरू चाहिँ गाइज अलिक कालो खालको छु तर गाइज यता रसियन जस्तो हेरेको छु पुरै गोरो हैन भाइ फेरि यो के हो हम त कारिए चित यो तिमी कारी हो हैन टोपीमा त्यस्तो लाग्छ टोपी उतार्दा हैन गाइज हेर्नुहुन्छ क्युट लागिरहेको छ गाइज हामीहरू टोपी के हात लगाए वाला काम नहीं करवा सो यो सबै कमाल चाहिँ मलाई चाहिँ रसियन बनाउने यो कमाल चाहिँ पुरै सूर्यको हो पुरै घाम नलागिकन अहिले गाइज म हामीहरू चाहिँ त्यो छोपेको ठाउँमा गइहाल्छु भने ब्ल्याक आउँछु हेर्नु हेर गलत नेपाल हाँसेको हेर्न चाहन्छु सबै नेपालीको हातमा गाइज भेले साइकल हेर्न चाहन्छु यस्तो साइकल हुनु पर्यो के तर ऊ त्यो केटालाई हेर्नु छैन त्यो सानो खालको त्यो साइकलमा के हुन्छ भाइ स्पेसली तिमीलाई थाहा छ फोर्स धेरै लगाउनु पर्छ तर स्पिड चाहिँ हुँदैन तर यो साइकलमा फोर्स चाहिँ 2% स्पिड 2 दुना 6% त्यस्तो छ अनि चाहिँ रेस लगाउने सो गाइज मेरो चाहिँ यो फ्रेन्ड 3 जना गाइज पहिला मतलब 11-12 मा 3 जना आउँथ्यो गाइज तर गाइज दुईटा तीनटा आउँदैन गाइज यो एक्लै आउँछ अनि तिमीलाई के नराम्रो लाग्दै रहन्छ अहिले साथी भइसकेको छ हो 1 साल पर्दा साथी भयो कतिवटा 2वटा त्यहाँ गाइज उता गइरहेछ तर उनीहरूसँग भ्लग बनाउँदिन सायद खिसियाउँछ उनीहरूलाई म चिन्छु उनीहरूलाई म पनि चिन्छु अनि एउटा कुरा साथी सुन न म भ्लगमा चाहिँ ल्याङ्ग्वेज चाहिँ चेन्ज गरिदिएँ अब राम्रो लाग्छ नेपाली बोल्दै त्यो पहिला म हिन्दीमा बोल्थ्यो हिन्दीमा अनि तिमी सरस्वती पूजा दिन मसँग किन भ्लग बनायौ भन त भ्लग त बनाए त बनाएनौ को हालेको त मेरो त्यो 2-4 सेकेन्ड मात्र ल है म गइरहेको छु यता गाइज इलाका छ यतापट्टि मेरो गाउँको यतापट्टि मेरो गाउँको बुढबाहरू हुन्छ गाइज अनि योसँग म भ्लग बनाउँदै रहन्छु भने गडबड सोच्छ कि नै सो गाइज यता चाहिँ मेरो साथी कुल्लु रहेछ कनी जाबे गाइज यो मेरो साथी नि मलाई 6 फिटको मानिरहेको छैन सो गाइज हेर्नुहुन्छ तपाईँहरू दामी बिस्कुट छ हाफ होला देन हेर्नु हाफ पनि दिएन हे कतिले खा चुहा खाएको होला हैन हाफ टुक्रा नै छ अनि गाइज अहिले हामीहरू चाहिँ बिस्कुट खाँदै राधाकृष्ण चोकमा केराको चिप्स हो कतै गोरा अब हात है आजको भ्लग चाहिँ म यतै खत्म गर्दैछु प्लिज अलिकति पनि राम्रो लागेको होला गाइज त प्लिज भिडियो लाइक गर्नु नगर्नु तर गाइज पक्कै सब्सक्राइब गरिदिनु किनकि म डेली भ्लग चाहिँ बनाउँछु अनि डेली तपाईँहरू हेर्नु होला सो अहिले म आधी रास्तामा छु गाइज कलेजबाट घर गइरहेको छु अनि लाहानमा चाहिँ म र मेरो साथी गएको थियो सामान लिनलाई अनि गाइज यो गिलास अनि पत्ता के भोज खाउनेवाला अलिकति ठुलो भोज जस्तो हुन्छ त्यही गराउनु छ अनि फेरि म चाहिँ घर जान्छु अनि फेरि फर्केर उताबाट गाइज बजार आउँछु सामान लिनु छ मलाई के त्यही भएर आज यतै भिडियो खत्म गर्दैछु बाई बाई गाइज प्लिज सब्सक्राइब यताबाट गाइज मेरो घर चाहिँ 1.5-2.5 किलोमिटर जति जानुपर्छ अब त्यसपछि फाइनली हाम्रो गाउँ छ